आज तपाईलाई परमेश्वरले किन चलाउन सक्नु भएको छैन? किनकि तपाईले पूरा जीवन प्रभुलाई दिनु भएको छैन। मुखले त दिइसक्नु भयो, ओ प्रभु लिनुहोस्, म आफ्नो सबै कुरा तपाईलाई समर्पण गर्छु, दिइसक्नु भयो। मुखले त ठुला ठुला कुरा गरिहाल्नु भयो नि, तर व्यवहारमा तपाईले प्रभुलाई धेरै कुरो दिनुभएको छैन। अनि यसै कारण प्रभुले तपाईलाई चलाउन सक्नु भएको छैन, मलाई चलाउनु भएको सक्नु भएको छैन। हामीले पुरा तोडले प्रभुलाई आफ्नो जीवन दिन सक्यौँ। जसरी त्यो केटोले है 5वटा रोटी छैन, आफ्नो लागि पनि राखिहाल्छु नि भनेर उसले 4वटा रोटी मात्रै दिएर माछाको टुक्रा राखेन, सबै 5वटा रोटी 2वटा माछा उसले प्रभुको हातमा दियो। आज त्यस्तो खालको व्यक्ति चाहिएको छ प्रियहरू, त्यस्तो खालको व्यक्ति चाहिएको छ। यो 2019 सालको आखिरी दिन महिनामा आएको छौँ। अब हाम्रो 2020 सालमा प्रवेश गर्नेछौँ। अनि म तपाईलाई भन्छु, यदि तपाईले तपाईको जीवन